हेलो व्हाट्सअप गाइज वेलकम ब्याक टु हाम्रो च्यानलमा अब सुरु भयो राईको जोस अरे बोल बम सो गाइज आज चाहिँ हामी टक्क चतरामा आइपुगिसकेको छौँ है अनि आजको हाम्रो जर्नी भनेको चतरा टु होइन धरानसम्म बोलबमको लागि जाने सोच भएर घरदेखि आइयो यहाँसम्म चतरा टक्कसँगले अब हामी चाहिँ क्यामेरा तिम्रो क्यामेरा छोपिसक्यो हातले छोप्नु हुँदैन हो खोइ अब किसन बाँकी शिवानी पनि थाहा ल हेलो हेलो ल यहाँ हाम्रो सबजना युट्युबर छ सबैजना धर्म कर्ममा आउनुहुन्छ सो गाइज अब चाहिँ म टक्क यहाँनिर होइन मजाले नुहाइ धुवाइ गरेर बोलबमको लुगा पनि मैले लिएर आएको छु गाइज अनि लाएर जाने हामी बिचमा चाहिँ नजाने अप्पर गइरहेछ नि रेट छ फेरि तपाईँले आउँछ आउँदैन दाइ पौडी जान आउँछ तपाईँलाई चिसो छ पानी चिसो कस्तो चिसो पानी यार दाइ अब शुद्ध हुनुभयो दाइ यतिकै बस्छ कि एउटा फोटो अब चाहिँ गाइज चतराको कोसीको पानीले एकदम शुद्ध भयो अब हामी चाहिँ बोलबम जाने हिँड्दै अब चाहिँ बोलबम जस्तो देखेँ है अब उठाउँछु यो मलाई लगाइदियो त आऊ न सक्दैन तिमीहरू कोही सक्दैन खालको मजाले भन्दै त्यो सिधा भइरहेछ बराबर सो गाइज म चाहिँ एकदम बोलबमको अटारमा रेडी भइसकेँ अब हामी बोलबम जान रेडी छौँ है टक्क यो कोसीमा आएर नुहाइसक्यो नुहाइ गरिसक्यो नुहाइ गरिसकेर यहाँनिर चाहिँ कपडा चेन्ज गर्ने यो घर बनाएको रहेछ तर त्यहाँनिर चाहिँ यता गुको थाप्ला याद छ्या तरिका झन्डै भमिट आयो सास नफेर्दा बेहोस भएर झन्डै मरेको म ल यस्तै हो गाइज है शिवानी किन मलाई मुसु हेर्दै हाँस्दैछ कृष्णको के गर्दैछ समुद्र के भन्दैछ के भन त ल भन न पुरा सुपरस्टिसियस छ डरलाग्दो होइन त टाइप भएर त्यही भएर पावर आयो हात छोड न आज चाहिँ हामी बोलबमको लागि आएको छौँ उहाँ चाहिँ मेरो पतिदेव उहाँ यस्तो एक्साइटेड हुनुहुन्थ्यो यस्तो एक्साइटेड हुनुहुन्थ्यो उहाँले केटाको कटुला लाग्नुभएको कसरी थाहा पायो च्याटेको रहेछ भनेर गाइज अब चाहिँ हामी यहाँ चतराको कोसीको पानी लगेर हामी सिन्धेश्वरीमा कराउँछौँ कोसीको पानी गङ्गा रानी किन भनेको यहाँ 10 मिनट यतिकै बसेर रिङ्गर लागेर ढल्ने रहेछ भयो बोलबम बोलबम के बनाउनु भएको हजुर सो गाइज अब चाहिँ हामी यो चतरा धामबाट अब हामी धरानको लागि निस्किसक्यौँ म चाहिँ पुरै बोलबम पारामा पुरै बोलबम भाइब्समा है खाली खुट्टै जाने भनेर ट्राई गर्दैछु हेरौँ के कस्तो हुन्छ हाम्रो सामान केही छुटेन होइन डल्लै ठिक छ त हामी लागौँ त भन त ए अब हामी धरानसम्म हिँड्दै जाने होइन हिँड्दै जान्छौँ धरानसम्म तिमी चाहिँ भ्लग नबनाउने नि नबनाउनु
बोलबम 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 ल पहिले हामी कि ताता जस्तो क्या त्यो कति बेर बढिरहेको म चाहिँ अगाडि हिँड्छु तिमीहरू ट्याक्क दाइ भयो साइडमा होइन साइडमा होइन नभए त अगाडि म अगाडि जानु तिमी अगाडिबाट खिच न त्यसरी सो गाइस आज चाहिँ हामीहरू चतरादेखि बाबा हुनुहुन्छ स्नान गरेर हिँडिसकेको छौँ यहाँ त इटरी निवासी बाबा हाम्रो बाबा हुनुहुन्छ एकदम उहाँको लागि दाइले कस्तो दामी सुहाएर साँच्चै हो त्यसो नै हिँड्नु ल हिँडिरहेको छौँ अझ हाम्रो एकजना सेक्युरिटी आउन छोड्नु भएको उहाँ पनि उहाँले चाहिँ धरानदेखि एकदम पुरामा सेवामा लाग्दैछ भनेर बम बम भोले बम बम भोले बोल बम बोलो बोल बम बोलबम बोलो बम होइन खुट्टा देखाउनु न खुट्टा दाइको ए खाली खुट्टै हिँड्नु भएको छ दाइ बालक तिम्रोमा दाइ होइन बिहान राक्षसको रूपदेखि उधारिसक्नु भएको छ बिहान ल खिचिरहेको छौ राख कस्तो माथि बसाएर त्यहाँ कहाँ गयो मेरो बुढीहरू कता भयो यो केटीहरू अघिको जस्तै माथि उठाएर यस्तो चिजहरू यहाँ नराखेर है